गुड मर्निङ साथीहरू। म अहिले देखाइरहेको यो दृश्य बिरुवा गाउँपालिका वार्ड नम्बर 8 तर्लेबाट देखाउँदैछु। बिहानी पखको घाममा छुट्टै आनन्द हुने रहेछ। म चाहिँ यहाँ घाम ताप्नको लागि यसो डाँडोमा आएको छु। यहाँ बिहानी पख घाम केही दिन यता चाहिँ जाडो, बिहान बेलुका चाहिँ जाडो जाडो जस्तो महसुस भएको छ। अनि घाम चाहिँ प्यारो लाग्न लागेको छ। त्यसैले पनि म बिहान घाम ताप्नको लागि यहाँ निस्केको छु। तल बेसीतिर चाहिँ कुहिरो लागेको छ भने हाम्रो यता माथि चाहिँ घाम लागेको छ। यो बिहानी पख घाममा भिटामिन डी पाइन्छ भनिन्छ। स्वास्थ्यको लागि पनि यो निकै लाभदायक हुन्छ। यसरी बिहानी पख घाम ताप्नु र यो खुल्ला वातावरणमा बस्नु निकै राम्रो हुन्छ। तपाईहरु पनि जो जहाँ हुनुहुन्छ बिहानी पखको घाम चाहिँ ताप्नु होला र स्वास्थ्यवर्धक रहनु होला। तर नेपालमा चाहिँ एकदम मलाई एउटा खुसी लाग्छ कि नेपालमा हुँदै गर्दाखेरि यो हरियाली वन जङ्गल चराचुरुङ्गीहरू र यसरी हिमाल देख्न पाइन्छ।